आहा सुमन बाबु म त चिन्नै नसकिने जस्तो कति राम्रो भएको आजदेखि सुमन भाइलाई नयाँ बोर्डिङ स्कुलमा भर्ना गरिँदैछ हैन बाबु नयाँ स्कुल पढ्न पाइनु भयो अहिले त नमस्ते धन्यवाद सर वेलकम जेम्स स्कुलमा आजदेखि भाइ सुमनले पढ्नेछन् र आज एडमिसनका लागि भनेर हामी यहाँ आएका छौँ। जेम्स बोर्डिङ स्कुलले निःशुल्क रूपमा सुमन भाइलाई कक्षा 10सम्म पढाउने निर्णय गरेसँगै यति बेला हामी जेम्स बोर्डिङ स्कुलमा आएका छौँ। यो चाहिँ घोराई उपमहानगरपालिका वडा नम्बर 16 को बाहुनडाँडा भन्ने गाउँमा टोलमा बनेको छ। यो स्कुल एकदमै सुविधा सम्पन्न स्कुल छ र यो बोर्डिङ स्कुलमा चाहिँ बाबु सुमन परिवारलाई कक्षा 10सम्मका लागि निःशुल्क रूपमा पढाउने भनेर उहाँहरूले वचन दिनुभएको छ। त्यही अनुसारले हामी एडमिसन गर्नका लागि नयाँ विद्यार्थीलाई एकपटक एडमिसन गर्नुपर्छ, पटक पटक गर्नु पर्दैन र नयाँ विद्यार्थी भएको कारणले गर्दा एडमिसन गर्नका लागि भनेर सुमन बाबुलाई हामी जेम्स बोर्डिङ स्कुलमा ल्याएर आएका छौँ र उहाँहरूले चाहिँ पहिले चाहिँ हामी ड्रेस लगाइदिन्छौँ, स्कुल युनिफर्म लगाइदिन्छौँ, त्यस पछाडि चाहिँ हामी एडमिसन प्रक्रिया अगाडि बढाउँला भनेर भन्नुभयो। ल एकदमै खुसी लाग्यो। ल बाबु आउनुहोस् है, म हजुरलाई ड्रेस लगाउन लिएर जान्छु। ल ड्रेस लगाउन जानु है। ल अब ड्रेस लगाएर आएपछि कस्तो देखिन्छ नि हेरौँ लाग्यो त। राम्रो लाग्यो त, राम्रो भयो, चिटिक्क भयो। खुसी भयो? कति राम्रो छ, कति राम्रो छ है? कस्तो राम्रो छ नि, के भन्छौ? खुसी छ? यो स्कुलमा पढ्न पाएर खुसी लाग्छ? धेरै खुसी लाग्छ। के भन्छौ? मैले थ्याङ्क यू भन्छु। थ्याङ्क यू भन्छु? हिजोसम्म धन्यवाद भन्थ्यो, अब थ्याङ्क यू भन्छु। बोर्डिङमा पढ्दैछ नि त्यही भएर होला हो। ल हेर्नु त एकदमै चिटिक्काको हो। पहिल्यैदेखि पढ्न मन थियो यो स्कुलमा हो? ए के मनपर्छ यो स्कुलको सुमनलाई? मलाई बस मनपर्छ यो स्कुलको। अब बसमा चढाएर ल्याएर आउनु है सुमनलाई। अनि अब यो स्कुलमा त हेर त त्यहाँ त्यो के बन्न लाग्यो त्यो? त्यो त मलाई त थाहा छैन, त्यता त बाटो बन्न लाग्छ क्या हो। अनि अघि के भन्थ्यौ नि, के पनि छ भन्थ्यौ नि स्कुलमा? स्विमिङ पुल छ। स्विमिङ पुल छ? खै कहाँ छ? ऊ त्यहाँ छ। ऊ त्यो बन्न लाग्छ नि? ए ल स्विमिङ पुल पनि बन्न लाग्छ अरे। एकदमै यो सबैका लागि खुसीको खबर पनि हो हैन। एउटा दुखी परिवार साँझ के खाने, बिहान के खाने, के लाउने भन्ने जुन हम्मे थियो, जुन कुनै बेला पनि पानी पर्दा पानी घरभित्र प्रवेश गर्ने, हावाहुरी चल्दाखेरि टिनको पाता उडाएर लग्ने त्यो डर थियो। अब यो सुमन बाबुको परिवार ढुक्कसँग सुत्न पाउनेछ किनकि नयाँ घर बनेको छ। सहयोगी दातालाई मनैदेखि धन्यवाद दिन चाहन्छु र जेम्स बोर्डिङ स्कुललाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र हिमराजी हजुरलाई धेरै धेरै धन्यवाद। धन्यवाद सर। हामीले पूजा गर्दै थियौँ गृह प्रवेशको र त्यही बेला यो टिम जेम्स बोर्डिङ स्कुलको परिवार त्यहाँ पुग्यो र उहाँहरूले प्रस्ताव राख्नुभयो सुमन बाबुलाई हामी कक्षा 10सम्म निःशुल्क पढाउँछौँ भनेर। हामीलाई चाहिँ साँच्चीकै नेपाली उखान छ नि, के खोज्छस् कानो आँखो भने जस्तो हामीलाई साँच्चीकै के खोज्दा के मिल्यो, ढुङ्गा खोज्दा देउता मिल्यो भने जस्तै हामीलाई चाहिँ एकदमै खुसी लाग्यो हैन। अब सुमन बाबुले जेम्स बोर्डिङ स्कुलमा एउटा राम्रो शिक्षा त हासिल गर्नेछन्, हामीलाई थाहा छ। इङ्ग्लिस मिडियमबाट यहाँ पढाइ हुन्छ, त्यो सँगै यो परिवारका लागि एउटा आर्थिक भार पनि कम हुन्छ। कक्षा 10सम्म पढ्दा लाग्ने जुन खर्च त्यो पनि यही स्कुलले बेहोर्नेछ र स्कुल युनिफर्म पनि बाबुको लागि भर्खरै लगाइदिएको छ। कस्तो सुहायो त, ठ्याक्कै सुहाउने खालको है होइन त? ल्याइदिनु हुन्छ। अनि स्कुलबाटै यो युनिफर्म त भयो, साथसाथै तिमी कति कक्षा पढ्छौ? मलाई त थाहा छैन, उहाँले पढाइदिनुहुन्छ। कतिबाट पढ्ने मन छ? पहिले कतिमा पढ्थ्यौ? 3मा। अब यो बोर्डिङमा आएपछि के घट्ने कि बढ्ने? मलाई नै थाहा छैन। थाहा छैन? कतिमा पढाउनुहुन्छ भने थाहा छैन नि?
पहिला तिम्रो इक्जाम हुन्छ होला अनि त्यही अनुसार हुन्छ कि के हुन्छ कति अहिले चाहिँ हामीले 1 क्लासको दिइरहेछौँ। अब 1-2 दिन चाहिँ क्लास अब्जर्भेसन गर्छौँ हामीले उहाँको कस्तो छ के छ कभर गर्न सक्नुहुन्छ कि नै, अनि त्यसपछि चाहिँ क्लास अपग्रेड गर्ने कि के गर्ने भन्ने चाहिँ बल्ल डिसिजन हुन्छ। हजुर हजुर सर। ल अहिले चाहिँ यो कक्षा 1 को किताब हस्तान्तरण गर्दै हुनुहुन्छ। ठिक छ ल समाता। आहा नयाँ किताब नयाँ काफी। भन्नुहोस् न थ्याङ्क यू भने त। थ्याङ्क यू। वेलकम। ल एकदमै खुसीको खबर हो यो। अत्यन्तै खुसी छौँ हामी। जेम्स बोर्डिङ स्कुलले कक्षा 10 सम्म निःशुल्क सुमन बाबुलाई पढाउने भइसके पछाडि साँच्चै नै हामी अत्यन्तै हर्षित छौँ, अत्यन्तै खुसी छौँ। र अहिले भर्खरै नयाँ युनिफर्म पनि लगाइसकेका छन्, टाई बेल्ट होइन सहित। र अहिले नयाँ बुक पनि बाबुले प्राप्त गरिसकेका छन्। कक्षा 1 को बुक प्राप्त गरेका छन्। अनि अब केही दिन चाहिँ हेर्ने अनि त्यस पछाडि बाबुले कति कक्षासम्म कभर गर्न सक्छन् त्यही अनुसारले चाहिँ हामीले अपग्रेड गराउनुपर्छ कि के गर्नुपर्छ त्यही अनुसारले गराउँछौँ भनेर भन्नुभएको छ। एकदमै खुसीको यो एउटा खबर, खुसीको खबर आज दर्शकहरूमा सुनाइरहेको छु। फेरि पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद सर। तपाईँहरूको स्कुलको यो बोर्डिङ स्कुलको बारेमा पनि अझै बुझ्न मन लाग्यो होइन। मैले सुन्न चाहिँ गाउँघरमा यतातिर जताततै राम्रै सुनेको छु, राम्रै अहिलेसम्म खासै महँगो पनि छैन, हामीले चाहिँ मजाले पढाउन सक्ने किसिमको छ र सुविधा पनि एकदम राम्रो छ, पढाइ पनि एकदमै राम्रो क्वालिटीयुक्त छ भनेर पनि धेरैले भन्नुभएको छ। त्यस्तै छ? त्यस्तै छ सर। यो त हामीले भन्दा पनि हाम्रो अभिभावकहरूले जज गर्ने कुरा हो। यो पहिले हामी उता 13 नम्बरमा लिँदै गर्दाखेरि आजभन्दा 8 वर्ष अगाडि हामी 156 जना स्टुडेन्ट र एउटा सानो टहरा जहाँ चाहिँ भाडामा बसेका थियौँ होइन। सङ्घर्षको चरण गर्दै उता पनि आफ्नै भवन र यता पनि आफ्नै भवनमा निर्मित आफ्नै घर जग्गामा निर्मित स्कुलहरू स्थायित्व रूपमा राख्ने गरी चाहिँ हामीले यहाँ राखेका छौँ। र अझ आज म कोअर्डिनेटर भएँ र एमडी सर विशेष कारणवश हाम्रो म्यानेजिङ डाइरेक्टर सर चाहिँ विष्णुप्रसाद दाहाल सर हुनुहुन्छ। उहाँ चाहिँ इन्डिया आफ्नो उपचारको क्रममा उहाँ जानुभएको छ, उहाँलाई पनि म स्मरण गरिरहेको छु। र उहाँ क्याम्पसमा पनि पढाउनुहुन्छ, उहाँ प्राध्यापकै हुनुहुन्छ। र हामी एकदमै मेहनत गरेर गाउँको हामीले यहाँ कस्तो पनि छ भने हामीसित ट्रस्टी पनि छ र हामी आफै पनि ट्रस्टी हौँ। र हामीले कोही चेलीबेटीहरू बाबु नानीहरू हामी आफै व्यक्तिगत आफ्नो स्यालेरीबाट पैसा हालेर, किनकि हामी सेयर मेम्बरहरू धेरै भएको कारणले कसले के भन्न सक्छ, हामी आफै व्यक्तिगत रूपमा पनि पैसा लगानी गरेर हामी बच्चा पढाउँछौँ यहाँ। कोही कोही त्यस्तो भयो जेनदार छ बच्चा तर पढ्न राम्रो छ, ऊ चाहिँ हिजो बोर्डिङ स्कुलमा पढ्दै थियो, आज सरकारी स्कुलमा गएर पढ्नको उसलाई जान मन छैन, उसलाई अझ राम्रो बन्न छ। त्यो कन्डिसनमा चाहिँ हामीले चाहिँ कुनै पनि बच्चालाई पनि यहाँ हामी अहिले पनि पढाइरहेका छौँ र उता पनि हामीले धेरै विद्यार्थीहरू यस्ता पढाइरहेका छौँ। अब हामी मिडियाबाजी भन्दा पनि हामी शिक्षा बाँड्ने मान्छे हो, पैसा बाँड्ने होइन है। पैसा त आज छ भोलि नहुन सक्छ, त्यही भएर हामी शिक्षा नै बाँड्छौँ र त्यही हामी आफै पढाउने र हामी आफै मेहनत गर्ने। हामी आफैले पनि 3-4 पिरियड लिने भएको हुँदा बाबुलाई निःशुल्क गर्नलाई कुनै पनि हामीलाई सङ्कोच भएन, किनकि मेरो आफै पढाउने हो मेरो बच्चालाई, किनकि म 1 पिरियडको बराबरको त उसलाई मैले योगदान गर्न सक्छु भन्ने इच्छा हामी सबैमा छ। हामी सबै फाउन्डर मेम्बरमा त्यो इच्छा शक्ति नै छ। र हामीले तपाईँहरूको यो मुख्य ब्रान्च अथवा मुख्य चाहिँ कहाँ छ? हाम्रो घोराई 13 हेलो टावर नजिकै छ, जुन 13 हेलो टावर नजिकै। ल गोदावरी स्कुल जो हेलो टावर नजिकै विगत धेरै वर्ष अगाडिदेखि त्यहाँ सञ्चालनमा आइरहेको छ, निकै नै राम्रो छाप छोड्न सफल गोदावरी बोर्डिङ स्कुलको यो शाखा हो जेम्स बोर्डिङ स्कुल। यो चाहिँ घोराई 16 बाहुन डाँडामा अवस्थित छ, सुमन बाबुको घरबाट धेरै नजिक। सुमन बाबुलाई यो बोर्डिङमा पढ्न पाए पनि हुन्थ्यो भन्ने पनि लागेको रहेछ, सधैँ बिहान नजिकैबाट जाँदा त्यो कल्पना बाबुले गरिरहेका रहेछन्। र पहिलाको स्कुल चाहिँ धेरै टाढा छ यहाँबाट, हिँडेर जाँदा पनि एकदम धेरै टाढा छ। अब यो नजिक पनि भयो, सँगसँगै बाबुले अलिकति राम्रो अब शिक्षा पनि पाउँछन् कि भन्ने चाहिँ हामीले अपेक्षा लिएका छौँ। विगतको त्यो एउटा त्यो नतिजाहरू हेर्ने हो भने जेम्स बोर्डिङ स्कुल र यो गोदावरी बोर्डिङ स्कुलको एकदमै राम्रो त्यो प्रभाव एउटा छाप छोड्न सफल भएको कारणले गर्दा यो स्कुलमा पढाउनका लागि सुमनको आमा हजुरआमा आउनु त, आउनुहोस् त।